म्याडम, डिम्याट खाता मेरो अर्को ब्याङ्कमा छ। मैले यो ब्याङ्कबाट सेयर अप्लाई गर्दा अर्को डिम्याट खोल्न पर्छ? पर्दैन म्याडम, एकचोटि डिम्याट अकाउन्ट खोलेपछि अर्को डिम्याट खाता खोल्न पर्दैन। डिम्याट अकाउन्ट एउटै हुन्छ, ब्याङ्क अकाउन्ट जति भए नि हुन्छ। तर मैले यो ब्याङ्कबाट सेयर कसरी अप्लाई गर्ने त? त्यसको लागि तपाईले आफ्नो डिम्याट नम्बर दिनुपर्छ अनि यो ब्याङ्कमा सिआस्पा रजिस्ट्रेसन गर्नुपर्छ। सिआस्पा रजिस्ट्रेसन भनेको के हो? सिआस्पा रजिस्ट्रेसन भनेको तपाईको ब्याङ्क अकाउन्टलाई तपाईको डिम्याटसँग लिङ्क गर्ने प्रोसेस हो। यो नगरेसम्म ब्याङ्कबाट सेयर अप्लाई गर्न मिल्दैन। त्यो चाहिँ कसरी हुन्छ? तपाईले सिआस्पा रजिस्ट्रेसन फर्म भर्नुपर्ने हुन्छ। फर्म बुझाइसक्नु भएपछि ब्याङ्कले तपाईलाई एउटा युनिक सिआस्पा रजिस्ट्रेसन नम्बर दिन्छ, जसलाई नै सिआरएन भनिन्छ। सिआरएन नम्बर आएपछि के गर्ने? सिआरएन आएपछि तपाईको ब्याङ्क अकाउन्ट डिम्याटसँग अफिसियली लिङ्क हुन्छ। अब तपाईले मेरो सेयरबाट लगइन गरेर सेयर अप्लाई गर्दा लिङ्क ब्याङ्क अकाउन्टहरू त्यहाँ देखिन्छ। अनि त्यसपछि त्यहाँ तपाईले यो ब्याङ्कको अकाउन्ट चुज गर्नुपर्छ अनि त्यसको सिआरएन हाल्न पर्छ। सिआरएन हालेर सेयर अप्लाई कम्प्लिट हुन्छ। भनेपछि अर्को डिम्याट खोल्न पर्दैन? पर्दैन म्याडम, एक डिम्याट मल्टिपल अकाउन्ट युज गर्न सक्नुहुन्छ। ब्याङ्क मात्र चेन्ज हुन्छ, डिम्याट चेन्ज हुँदैन। ए, अब क्लियर भयो। हजुर म्याडम, डिम्याट एउटै, सिआरएन मात्र फरक। त्यति बुझ्नु भयो भने सेयर अप्लाई सजिलो हुन्छ।